यसरी हामी बिस्तारै जान्छौँ। हामी चाहिँ हेर्नुहोस् हजुर पारी रोड भएर त्यहाँदेखि हामी जान्छौँ। मेरो कान्छो छोरा यता गइरहेको छ, हेर्नुहोस् उता गइरहेको छ, बिस्तारै गइरहेको छ। रोड हेर्नुहोस्, बाटो यस्तो छ। रोड भन्नुले पनि बाटो हो यो, हिँडेर जाने बाटो धेरै धराप छ हजुर। गाउँमा बाँच्ने गाह्रो हुन्छ। यसरी लाइफ गुजर्छ हेर्नुहोस्। गाउँको जिन्दगी एकदम सजिलो हुन्छ भन्ने नसोच्नु होला, यस्तो हुन्छ। अब जे जसरी भए पनि जिन्दगी ढल्नु नै पर्ने हुन्छ। हेर्नुहोस् हजुर हामीहरू गइरहेछौँ। पछाडि मेरो बुढी आइरहेछ, म अगाडि यसरी जाँदैछौँ। हाम्रो अवस्था यस्तो हेर्नुहोस्। के हो त यस्तो भनेर नभन्नु होला। हाम्रो जिन्दगी, हाम्रो लाइफ भने यस्तो। हामी धेरै ठुलो मान्छे होइन, हामी यसरी नै हाम्रो जिन्दगी जान्छ क्या हजुर। हामी घर आएपछि यस्तो हो, बाहिर गएपछि जे जस्तो भए पनि घरमा आएपछि त्यस्तो। अहिले दसैँ भन्नाले पनि दसैँले गइसक्यो, तिहारमा ससुराल जाने गरेको अवस्था हो हेर्नुहोस्। अब यहाँदेखि हजुरलाई भ्युज देखाउनु पर्दाखेरि सिधा हेर्नुहोस् यस्तो छ। यतापट्टि घाम छैन, पारे घाम गइसकेको छ हेर्नुहोस्। हामी यतातिर जानेछौँ। बाबु राम्रोसँग है, लोटलास। यहाँदेखि हेर्नुहोस् त, यहाँदेखि फुस्किनेमा सिधै मान्छे तल जान्छ क्या हेर्नुहोस्, खोला जान्छ। यस्तो छ, यहाँदेखि फुस्किनु सिधै तल हो, यस्तो छ। हामी पहाडको जिन्दगी गुजरा भनेको यस्तो हुन्छ हेर्नुहोस्। ल बाबु जाम बिस्तारै है। अलिकति के बोलो खालेको होला भनेर हजुरहरूले नभन्नु होला। यो हाम्रो लाइफ हो क्या, हामी यसरी आफ्नो लाइफ बिताउँछौँ हेर्नुहोस्। यस्तो छ हेर्नुहोस्, यसरी आफ्नो लाइफ गुजरा गर्छौँ हेर्नुहोस्। हामी यही ठाउँमा जन्मेको मान्छे हो, अब मर्ने पनि यही ठाउँ हो। त्यसरी हाम्रो जिन्दगी जान्छ। हामी धेरै ठुलो मान्छे होइन। के गर्ने चाहिँ हेर्नुहोस् यस्तो छ। यस्तो बाटोमा जानुपर्छ, यस्तै बाटोमा हामी पुगेर जानु हो। आइसक्यौँ। यहाँदेखि अब उकालो चढ्नु भइरहेछ। यो चाहिँ पुरानो जमानाको यो पानीबाट आटा पिस्ने मेसिन हो। हामी सानो छँदाखेरि अलिकति देख्थ्यौँ। तलपट्टि पानीले घुमाउने मेसिन हुन्छ, माथिपट्टि पिस्ने मेसिनहरू हुन्छ। अहिले चाहिँ यो चाहिँ बन्देपछि ताल लागेको छ हेर्नुहोस्। अब हामी यहाँदेखि उकालो लाग्छौँ। अब यहाँबाट उकालो लाग्ने हो। यही पानीले हो कि मेसिन चलाउने। यो आधुनिक प्रक्रिया त्यस्तो हेर्नुहोस्। अब अहिले गाउँ गाउँमा बिजुली आएकोदेखि यिनी अब लो फुनी बेला भइसकेको छ हेर्नुहोस्। अब यहाँदेखि हामी उकालो लाग्छौँ। अब माथि रोडमा गएपछि हजुरलाई देखाउँछु ल। अब ल हजुर अघि नै देखाएको रोड आइपुग्यो। यस्तो छ हाम्रो रोड, यस्तो ढलाप छ हेर्नुहोस्। ढुङ्गाको रोड छ, पहाड ठाउँमा यस्तो हुन्छ। यस्तो छ हेर्नुहोस्। साँझपन लागेको छ। अघि नै पारिपट्टिबाट हेर्ने ल, घाम त यहाँ घाम गयो। पारि अलिकति सेसो देखिन्छ नि हो त्यहाँनिरबाट। तपाईँहरूलाई मलाई उग्रे यहाँको भ्युज देखाएको। अहिले हामी यता आइपुगेका छौँ हेर्नुहोस् कति भिड छ।
यहाँ तलतिर हेर्नुहोस् तलतिर यस्तो छ हेर्नुहोस् यहाँको जमिनहरूले उचाइ देखिन्छ तर यहाँ तल्लोपट्टि त अझ योभन्दा भित्र छ त्यो हेर्नुहोस् हाम्रो गाउँ पारिपट्टिको त्यहाँ हामी हिँडिरहेको हेर्नुहोस् यो हाम्रो गाउँ हो त्यस्तो छ जे जस्तो भए पनि आफ्नो जन्मभूमि हो राम्रो लाग्छ हेर्नुहोस् ल अब हामी यहाँ जाने हो